आफ्टर लङ टाइम फेरि भ्लग बनाउनु स्टार्ट गरिसकेको छु। आज चाहिँ फेरि भ्लग आउने छु साथीहरू, अनि म चाहिँ ड्राइभ गर्दै यहाँसम्म आइपुगेको छु। सो गाइज म चाहिँ अहिले यस्तो ठाउँमा आइपुगेको छु, एकदम हरियाली छ। यो त बाटो चाहिँ बवाल देखिन्छ है त। गाउँमा आइपुगेको छु, पुरै यस्तो दामी छ ठाउँहरू देख्न सक्नुहुनेछ। यहाँ मन्दिर पनि रहेछ है त। अनि मेरो बाइक चाहिँ त्यहाँ छ ठ्याक्क माथितिर गुम्बा पनि रहेछ। के भन्दै हो त्यो, यस्तो दामी ठाउँ छ है त साथीहरू। बाल रहेछ तब सल्लाहघारी चाहिँ यता रहेछ है त। दामी छ ल साथीहरू। मेरो बाइक चाहिँ त्यहाँ छ है। अनि म चाहिँ इनड्राइभमा राइड गरेर यो ठाउँ आइपुगेको छु। घरहरू पनि देख्न सक्नुहुनेछ तपाईँहरूले, पुरानो डिजाइनको होइन, पुरा यस्तो छ। मेरो गाडी चाहिँ यहाँ छ है त, ठ्याक्क लगाएर यहाँ छ मेरो गाडी। यस्तै छ है त ठ्याक्कसँगले देख्न सक्नुहुनेछ तपाईँहरूले। पुरानो घर चाहिँ यस्तै छ है पहिलाको, यस्तो खतरा, पुरै ढुङ्गै ढुङ्गा छ। ल साथीहरू अब कहाँको राइड लाग्छ, राइड पछि भेटौँ है त। ल अब चाहिँ लाग्नुपर्ने हुन्छ साथीहरू। यहाँबाट चाहिँ राइड लागेन, अब अलिक तलबाट राइड लाग्छ होला, एक्सेप्ट गर्नुपर्छ तलबाट है। मैले चाहिँ इनड्राइभ गरेको धेरै भएको छैन, अलमोस्ट 3-4 दिन जति भइसक्यो। मैले चाहिँ अहिलेसम्म चाहिँ टेस्ट राइडै हानिरहेको छु त, दिनमा कम्तीमा पनि 4-5 घन्टा 8 घन्टासम्म हान्दैछु। जाउँ है त साथीहरू। ल गिटी गाडी छ, हल्का हल्का अफरोड, टायर त्यस्तै चिप्लिन्छ है यसको। फेरि बब्बालै छ है त ठाउँ चाहिँ, बब्बाल। मजा चाहिँ मजै छ है त। ल अब चाहिँ हल्का हल्का पिच आए जस्तो भयो थियो होइन, अलिक तलै बाटो रहेछ। राइट आएन। मौसम पनि आज चाहिँ बवालै छ, ठिक्क शीतल शीतल देख्न सक्नुहुनेछ तपाईँहरूले। अब चाहिँ पिच आयो। ल अब आउँछ मजा, सरर जाने हो। यस्तै छ साथीहरू। ल बालै छ है त, यस्तै छ है त। ल साथीहरू बब्बालै छ है त। ल यस्तो छ साथीहरू। ल यहाँ पर अलिक पर गएर चाहिँ बिसाउनुपर्छ होइन, अनि त्यहाँ एकछिन बस्नुपर्ने हुन्छ, रेस्ट गरौँ है त। ल अहिले भर्खरै एउटा राइड लाग्यो, राइड लागेर म चाहिँ प्यासेन्जरलाई लिन जाँदैछु है। प्यासेन्जरको लोकेसन चाहिँ यतै छ साथीहरू, इनड्राइभमा यताबाट लेफ्ट राइट छ। मैले चाहिँ यहाँबाट भक्तपुर जानुपर्ने छ प्यासेन्जरलाई चाहिँ। डेस्टिनेसन चाहिँ त्यहाँ छ, पिकअप लोकेसन चाहिँ म भर्खरै जाँदैछु है त। देखाएको छ
ल साथीहरू म चाहिँ प्यासेन्जरलाई पिकअप गरिसकेको छु अनि मैले त्यो भिडियो चाहिँ स्किप गरेर यहाँ एकैचोटि ड्रप लोकेसनमा लाँदैछु है त। ल साथीहरू यस्तै छ। अब चाहिँ सिधै भक्तपुरतिर झर्नुपर्ने हुन्छ है त हामी। म चाहिँ लोकेसन हेर्दै जाँदैछु। बाटो चाहिँ यता खाली छ, यता यस बाटो चाहिँ राम्रै छ है त दामी। लोकेसन यस्तो घुमाएको छ नि म्यापले। ल साथीहरू आजको भ्लग चाहिँ यतिमै एन्डिङ गर्नुपर्छ। मैले हल्का हल्का मात्रै बनाएको छु भ्लग, त्यही एउटा। अनि राइड चाहिँ मैले धेरै गरिनँ, टेस्ट राइड भएर मैले कम्ती अनि समथिङ 8-9 राइड चाहिँ मैले हानिसकेको छु। ल साथीहरू भेट्दै गर्नुपर्छ ल नेक्स्ट भ्लगमा है त।